हेलो गाइस, कस्तो हुनुहुन्छ? स्वागत छ तपाईँलाई मेरो एउटा नयाँ भ्लगमा। अनि आज चाहिँ हेर्न सक्नुहुन्छ म कलेज जान लागिरहेको छु। यसमा आज 52-53 भइसक्यो। अब यहाँबाट जानलाई 10 मिनटभन्दा बढी लाग्छ। आज मैले गाली खान पनि सक्छु, केही भर छैन मेरो। हेर्न सक्नुहुन्छ रोपाइँ गरिरहेको छन्। मसिन अलि छिटो हिँड्न आवश्यक हुन्छ। हेर्न सक्नुहुन्छ भ्यू चाहिँ राम्रो देखिरहेको छ। उता नि हेर्न सक्नुहुन्छ कस्तो राम्रो भ्यू देखिरहेको छ। आज मैले गाली खान सक्छु गाइस। यहाँबाट लगभग यो बाटोबाट जान 16 मिनट जति लाग्छ। गाइस हेर्न सक्नुहुन्छ यहाँतिर रोपाइँ पनि भएको छ। म आज एकदम ढिलो भइरहेको छ। कति भइसक्यो यहाँ 55 भइसकेको छ। टाइम पनि 56 भइसकेको छ। 6 बजी पुग्नु पर्ने। गाइस आज म लास्ट डे ढिलो भइसकेँ। आज मलाई उठी बस गर्न लाग्यो क्या नि होला। 12 क्लासका दाइ दिदीहरूलाई त उठी बस गर्न लाउँथेँ। मलाई पनि उठी बस गर्न लाग्यो भने त गाह्रो पर्छ गाइस। के नि होला, बचाउनु भगवान् बचाउनु। अनि गाइस एउटा कुरा, म त बिरामी छु होइन, त्यही हो बिरामी छु। म पनि यस्तो भइरहेको पढ्न पनि मन लागेन पढ्न, यस्तो भइरहेको। अब त्यहीँ नजिकै हल्लाइसकेको छ, धेरै छैन आउनु लागिसकेको छ कलेज। त्यहाँबाट गएर यस्तो मनपर्छ। अनि एउटा भेट्यो साथी, उता हेर्न सक्नुहुन्छ। तर यो साथीहरू होइन नि, यो कुकुर उताबाट गइसक्यो। त्यसले शीतल देवी के लाएर चाहिँ कताको हो, शीतल देवी के होला। यहाँ चाहिँ मेरो खुट्टा जुत्ता कस्तो बजिरह, सुनसान भएर गडक 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 बजिरह। यो त के भइरहेको, मलाई यहाँ ढिलो भएर देखाएको क्या अहिले बाटो। मलाई लाटो रिस उठेको, लाटो भनेर भन्न चाहिँ यहाँ एक्सर्साइजहरू गर्दा आफूले यहाँ ढिलो भएकोले देखेँ। अब धेरै बाँकी छैन, 3-4 मिनट बाँकी छ आउनको लागि। गाइस हेर्न सक्नुहुन्छ यहाँबाट अब 2-3 मिनट हिँडेपछि ठ्याक्कै हुन्छ। अगाडि रहेको छ एकदम। मलाई ढिलो भएर म कुदिरहेको छु। गाइस म यहाँ आइपुगिसकेँ। अब यहाँ पनि 2-3 मिनट भन्नुपर्ने छ। मलाई अगाडि छ। गाइस 6:03 गइसकेको छ। त्यही पनि म यहाँ छु। 6 बजी पुग्नुपर्ने, 6:03 भइसक्यो। आज एकदम ढिलो भइसकेको छ। हेर्न सक्नुहुन्छ आज सुनसान भइसकेको छ। यसले के गर्छ, हेर्दै गर्छ त। अनि त्यही हो गाइस, आकाश चाहिँ दामी देखिरहेको छ। हिमाल पनि दामी देखिरहेको छ। स्कुलभित्र चाहिँ मैले रेकर्ड गर्न पाउँदिनँ, त्यही हो। अनि हेर्न सक्नुहुन्छ
स्कुल चाहिँ अब ठ्याक्क कलेज चाहिँ अब ठ्याक्क आउनु लागिसक्यो त्यो देख्नु भएको कलेजै हो अब त्यहाँपछि चाहिँ फोन बन्द गर्नुपर्छ रेकर्डिङ गर्न मिल्दैन गाइस मेरो आवाज यस्तो भइरहेको किन खानु भएको भने मलाई रुवान लगाइरहेको अनेक एउटा पार्टी प्लानिङ्सहरू छ मेरो गाइस शीतल देवीको शीतल देवी अब आउनु लागिसकेको छ धेरै बाँकी छैन गाई चाहिँ यही हो स्कुल यो अनि देख्न सक्दैन म अनि गाई छैन अहिले चाहिँ तपाईँहरूलाई मैले स्कुल देखाउनु पाएको थिइनँ हेर्न सक्नुहुन्छ ती केटाहरू हामी चाहिँ यसो खाजा खान लागेको अनि गाई त्यही हो अब चाहिँ हामी क्यान्टिनमा टक्क खाजा यताउता खान जान लागेको गाई चाहिँ हामी चाहिँ प्रवेश गरिसकेका छौँ केटाहरू चाहिँ बौला जस्तो छन् के गरेर खाने गाइज यसो भ्लग मात्रै हो होइन गाइज होइन कलेजमा चाहिँ त्यो भिडियो बनाउनु पाइरहेको थिएन गाली गर्नु भएको थियो अलिअलि देखाएँ रमाइलो भयो अलिअलि बिरामी छु अनि हेर्न सक्नुहुन्छ म चाहिँ फर्किसकेको छु अहिले कलेजबाट त्यही हो अनि आजको लागि चाहिँ यति नै अर्को नयाँ ब्लगमा नयाँ शीर्षकको साथ मिल्नेछु बाई बाई